हामी अहिले अरनिको हाइवेको जगाती चोकमा छौँ। यो पहिलाको यातायात कार्यालयको अगाडि। यहाँबाट उत्तर दिशामा आउनु होला। यो बाटो ठुलो बाटो हो, यो नछोडिकन आउनु। यो सानो हनुमन्ती पुल पनि आउँछ। यो पुल क्रस गरिसकेपछि यो नछोडिकन आउँदा यता दाहिनेपट्टि इन्जिनियरिङ कलेज छिर्ने ठाउँ, यसलाई धारा भनिन्छ। हामी धारामा छौँ। त्यो पनि त्यहाँबाट पनि अगाडि बढ्नु। त्यसपछि हामी यो बागेश्वरी कलेज च्यामासिङ्गो चोकमा छौँ। यो च्यामासिङ्गो चोकबाट पनि फेरि पनि त्यही बाटो नछोडिकन अगाडि आउनु होला। यो खोपो अस्पताल दाहिनेपट्टि, त्यहाँबाट सिधै फेरि अगाडि आउनु। अलि अगाडि उकालोपछि यो मालपोत जाने बाटो राष्ट्रिय वाणिज्य ब्याङ्कसँगै। त्यसबाट अलिकति अगाडि आउँदा चाहिँ यो हाम्रो कमल विनायक बस पार्क, जहाँबाट चाहिँ रत्नपारा काठमाडौँतिर सबै ठाउँ जान्छ। त्यो बाटो पनि फेरि अगाडि कन्टिन्यू गर्नु। त्यसपछि देब्रेपट्टि एउटा बिग मार्ट देख्न सक्नुहुन्छ। यो आइसकेपछि थोरै अगाडि यो जङ्सनबाट चाहिँ राइट टर्न लिनु, दाहिनेपट्टि आउनु। यो चाहिँ हाम्रो नगरकोट जाने मेन मूल बाटो हो। यहाँबाट कन्टिन्यू अगाडि थोरै अगाडि नगरकोट बस पार्क आउँछ। त्यहाँबाट फेरि कन्टिन्यू अगाडि बढ्नु, दाहिनेपट्टि हेर्दै आउनु होला यहाँ आउँदाखेरि। त्यसपछि यो दाहिनेपट्टि चाहिँ हाम्रो ठुलो एउटा बिल्डिङ छ। यो बिल्डिङमा यहाँ एभरेस्ट ब्याङ्क, नबिल ब्याङ्क साइडमा छ भने बिचमा हाम्रो यो दिवेर, हाम्रो सप चाहिँ यही हो। तपाईँको डेस्टिनेसन तपाईँलाई हाम्रो यो दिवेरमा वेलकम छ। यसमा जेन्ट्स, लेडिज, बच्चाको सबै थोक हामीले तपाईँलाई सेवा दिन सक्ने हामीले राखेका छौँ। आउनुहोस्, सेवाग्राही बनेर हाम्रो रिभ्यू दिनुहोस्। धन्यवाद।